34 पनि लामो हुन्छ उभिनु त चाहिँ उभिन्छ त मुनिबाट यहाँ निकाल्नु नाप्नु त पुरा 34 मा चिन्ह लाउनु त ए अठो त मारि नाप्नु त 34 मा ठ्याक 34 को 35 मा 34 लाउनु न अनि मुनि कति रह्यो 5 इन्ची रहेन 6 इन्ची रह्यो 6 इन्ची रह्यो पक्का 6 इन्ची 5 मात्रै हुनु पर्ने त 5 अनि 39 हुन्छ अनि 34 राखेपछि 5 मा 5 रहेन 34 पछि लाउनु अब यो यता काट्ने निकाल्दा भयो बेल्ट निकाल्नु न बेल्ट यता निकाल्नु भने यता निकाल्नु न उँगो किन भरे कि चौकार्ला बाङ्गोटिङ हुन्छ त मैले जुन उँधोपट्टिबाट बेल्ट भएको निकाल्ने भनेको थिएँ नि त्यो निलोले गरौँ न ड्राफ्ट गरिदिएको थिएँ नि एउटा मैले सेम यही तरिका हो है इन्ची टेप वार पार राख्नु सिधा हो खोइ अलिकति त बिचमा पनि 5 इन्ची नाप्नु न कोरेर बिचमा 5 इन्ची हो त्यहाँ चिन्ह लाउनु त भित्र अलिकति पस्यो भने भरे फेरि बेल्ट मिल्दैन नि पछि बनाउनु सिधा त सिधै हो न राख्नु यहाँ बिचमा कोर्नु भनेको मैले एकछिन ल मैले बुझेँ के भन्नुभएको कति छ भन्दा यसरी होइन 5 अलिकति थोरै भयो सिधा अलिकति माथि सार्नु थोरै माथि सार्नु अलिक उता थोरै छ क्या त्यहाँनिर चाहिँ ठिकै छ कि यता ठिक छ अलिकति उता थोरै छ हो त्यहाँ अलिक ओरतिर हो त्यहाँ अलिक ओरतिर ठिकै छ हो अलिक ओर ल्याउनु न अलिकति हो त्यहाँ थोरै छ अलिकति भित्र काट्नु कोर्नु भएको छ क्या कोर्नु भएको छ त्यहाँ हल्लाउनु भएको त्यही भएर अलिक कोर्दाखेरि अलिकति भित्र गयो अनि अब यो निकालेर उता नाप्दा हुँदैन निकाल्नु त छुटाउँछ त्यो त्यता हैन हो पाता निस्किनु पर्यो नि त नि 4 फोल्ड गर्दा मात्रै 6 पाता निस्किन्छ एकछिन नगर्नु न भिडियो 5 ठिक लाग्यो 5.5 हैन यहाँ 5.5 पुग्छ पुग्दैन हौ तपाईलाई त्यति फेरि उभिन त कति छ फेरि तपाईँ अब देखियो भने 60 यहाँ काट्ने इन्ची टेप राख्नु न त्यो बाँड्नु छ यो पनि सजिलो रहेछ नि बनाउन सजिलो होइन काट्न क्या त्यता 6 राख्नु के हजुर अनि यता 5.5 राख्नु हो अलिकति बनाउनु होइन इन्ची टेप गर्दा भइहाल्छ त अहिले
हुन्छ नानीहरूलाई के बनाइदिएको भाउजू नानीहरूलाई के बनाइदिएको केही बनाइदिएको केही नबनाइदिएको यहाँ छुट्याउनु पर्यो नि यहाँ हेर्नु उता फोल्ड भागमा यहाँ उता छुट्याउनु पर्यो नि के नबनाइदिएको यसो के करा यस्तरी हान्दिउँ यस्तरी कि यस्तो उयो गर्नु न उल्टाएर हो त होइन हो त्यस्तो नगरिकन हौ सिधा हो त उल्टो यस्तो पार्नु न खोल्नु न त्यसलाई हो त अब सिधा यहाँ चिर्नु न भइहाल्छ भाउजू अनि ती नानीलाई नै 50,000 पर्दो रहेछ ती नानी चाहिँ किन चाहियो त्यत्रो कति चाहिँ चाहिन्छ नानी बनाउँदा कसलाई नानीलाई के बनाइदिनु कानमा झुम्का र जुली बनाइदिनु पर्यो भनेको झुम्का बनाएको त तपाईँलाई पनि काम दिन्थ्यो त अनि तर नानीको गुनी चलाउँदैको लानु हुँदैन केही नबनाइदिएको नानीलाई पाउजीलाई पनि 10,000 पर्यो बनाएको 3 तोलालाई र कति भयो पुगेको रहेछ 3,000 कति लेख्छ चाँदीको भाउ उयोले गर्दा बढ्यो क्या कहीँतिर पछि सुनको भाउमा पुग्छ चाँदी भनेकोले बढ्यो क्या त्यहाँ दुईटा छ यस्तो के पो भइरहेको सानो हुँदा नि त चिला नै थियो अर्को 4 पातेका जत्रै भयो यो अनि अब यहाँ 1 इन्च त्यतिकै अन्दाजमा यसो घुमाउँदा हुन्छ नि यो अनि यो चुच्चो मिलाउनु पर्छ नि त सिलाएर मिलाउँछु भन्दा नि हुने रह नि हुँदैन कि चाहिँ त्यो चुच्चो निस्किन्छ सिलाउँदै गएपछि अनि त्यो सिलाएर मिलाउँछु भन्दा मिल्छ मिल्छ सिलाएरै मिलाउन सजिलो हो साना भयो नि चारवटा चाहिँ साना हुँदा रहेछ नि दुईवटा चाहिँ ठुला हुँदा रहेछ ज्यान अनुसारकै तुना पुग्छ